नमस्कार, म रविन्द्र गोर्खाली। यतिखेर जापानको टोकियोमा छौँ हामी। नेपालका चर्चित गायक तथा सर्जक वसन्त थापाको शब्द लयमा सजिएको गीतको सुटिङ रिपोर्ट देखाउन हामी लागिरहेका छौँ। नेपालका चर्चित गायक रामकृष्ण बममल्ल र चर्चित गायिका लक्ष्मी मल्लको स्वरमा सजिएको गीतमा सुटिङ हुन गइरहेको छ। यस क्रममा नेपालका चर्चित नृत्य निर्देशक शङ्कर विशी र छायाङ्कनमा छायाकार विष्णु बस्नेतले गर्नुभएको छ। अब हामी यहाँहरूलाई सुटिङ स्थलतर्फ लिएर जाँदैछौँ। वसन्त थापाको शब्द तथा लयमा रामकृष्ण बममल्ल तथा लक्ष्मी मल्लको स्वरमा सजिएको पञ्चै बाजा धुनमा बन्न थालेको म्युजिक भिडियोमा म आफूले केही कुरा गर्न पाएकोमा धेरै खुसी छु। मलाई आज 7 वर्ष पहिलाको याद आयो, किनभने यहाँ नेपालीहरूको सङ्ख्या नि धेरै कम थियो। आज बढेर भत्तै करिबन 60,000को हाराहारीमा पुगेको छ। त्यति बेला यो नेपाली प्रोग्रामहरू कहाँ हुन्छ होला, कसो हुन्छ होला भनेर मैले सोध्ने गर्थेँ। त्यति बेला नेपाल फेस्टिभल हुन्छ यो योगी पार्कको हिरिया पार्कमा भन्ने सुन्थेँ। अनि त्यही दिन कहिले हुन्छ भनेर मैले टाइम मिलाएर चाहिँ त्यो नेपाल फेस्टिभल हेर्नका निम्ति मैले छुट्टी मिलाउने गर्थेँ। तर यति 7 वर्षको पिरियडमै आज आएर धेरै जापानमा पनि नेपाली कल्चरको बारेमा धेरै परिवर्तनहरू आएको छ। आज यहाँ छुट्टै किसिमका कलाकारहरू हुनुहुन्छ। विभिन्न क्षेत्रमा काम गरेर आफ्नो इच्छा अथवा बाध्यताले जापान प्रवेश गरेर पनि आफ्नो कला संस्कृतिलाई उजागर गर्ने खाले छुट्टै किसिमका प्रतिभाहरू यहाँ हुनुहुन्छ। सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज संयोगले जापानमा हाम्रो नेपाली लोकदोरी क्षेत्रका, नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक, त्यसै गरी मोडल शङ्कर विशीज्यू नेपालबाट आउनुभएको थियो। संयोगवश हामी जापानमा एउटा काम गर्न गइरहेका छौँ उहाँको निर्देशनमा। यो चाहिँ मेरो आवाज र त्यसै गरी लक्ष्मी मल्लको आवाजमा रहेको छ। यो गीत विशेष गरी गलकोट क्षेत्रको सेरोफेरोलाई समेटिएर र हामी अहिले चाहिँ विदेशमा छौँ, हामी जापानमा छौँ र हाम्रा पुराना दिनहरू जो हामी बच्चा कालदेखि पछि हामी तन्नेरी हुने बेलाको समयमा हामीले त्यहाँ जुन खालको गतिविधि गर्थ्यौँ, जुन खालको त्यहाँ हामी मेलापाता यी चिजहरूलाई समेटिएका छन् र त्यहाँ गलकोट क्षेत्रका धार्मिक, पर्यटकीय, त्यो सांस्कृतिक, भौगोलिक कुराहरूलाई समेटिएर यो गीतलाई बनाइएको छ। यसको सम्पूर्ण छायाङ्कनको व्यवस्था गर्नुभएको छ। हाम्रो जापानमा आएर आफ्नो विषयवस्तु नै यो म्युजिक सम्बन्धी, भिडियो सम्बन्धी, फिल्म सम्बन्धी उहाँले चाहिँ जापानमा अध्ययन गरेर, यहाँको कलेजमा अध्ययन गरेर विष्णु बस्नेतजी हुनुहुन्छ, बस्नेत फिल्म्स जापान भनेर चाहिँ उहाँले राख्नुभएको छ। मैले अहिलेसम्म चाहिँ शङ्कर विशसँग गरेका काममा अहिलेसम्म हामीले उहाँसँग यस्तो तालमेल मिलिरहेको छ, मेरो गरह मिलिरहेको छ। जुन काम गरिरहेको छु त्यो काम चाहिँ बेस्ट भइरहेको छ। मेरो पहिला मायाको बारीमा डुले भमर उहाँले गर्नुभएको त्यो समयको सबैभन्दा चर्चित गीत, मेरो जिन्दगीकै चर्चित गीत बन्यो त्यो गीत। त्यसपछि हामीले नाका लगाएर गरेको छौँ। यसपालि त्यो गीत पनि सबैजनाले मन पराइरहनु भएको छ। त्यसपछि अरू राष्ट्रिय गीतहरू हामी गरेको थियौँ। आज यो गीत गर्दैछौँ। म सबैजनालाई युनिभर्सिटीको अनि यसमा हुन्छु, जापानको अत्यन्तै प्रतिष्ठित दाजुहरू हुनुहुन्छ, यहाँ सबैजनालाई म धन्यवाद भन्न चाहन्छु। गलकोट भन्दा बित्तिकै घुम्टे सम्झिए, त्यही घुम्टेको फेदैको बस्ती सम्झिए, त्यही बस्तीमा गरेको मस्ती सम्झिए। गलकोट भन्दा काठमाडौँमा एउटा प्रोग्रामको सिलसिलामा आएको छ। यही बेलामा यसरी सुटिङ गर्यो। दाजुभाइ नेपालमै त मिलाउनु कति गाह्रो हुन्छ है। यहाँ यसरी रोटी धेरैजनाको सपोर्ट छ। हामीले एकदम राम्रो म्युजिक भिडियो बनाउने प्रयास गर्दैछौँ। यो भिडियोले एकदमै धेरै चर्चा सफलता पाओस् त्यो कामना दिन चाहन्छु। थ्याङ्क यू दिदीलाई। 2 दिन अगाडि मात्रै हामीले सुटिङ गर्ने त गरौँ त भनेर एक ठाउँमा सल्लाह भएको। दाइले कता कता गएर एक फोन घुमाउनु बित्तिकै यति धेरै मार्क्स जम्मा भयो। थ्याङ्क यू दाइ।
रमाइलो लागिरहेको छ सबैजना एकछिनमा धेरैजना यत्रो जानु जम्मा हुनुभयो खास त आज बिदाको दिन होइन जापानमा बिदा पाउँदैन अब मलाई चाहिँ अस्ति मात्रै फोन गरेर रामकिनजीले चाहिँ ल गर्नु पऱ्यो जसरी भने यताउता मिलाउनुहोस् भन्नुभयो कहाँ भोलिको हिजोबाट कम्पनी खोलेछ अनि भोलिको भोलिले कहाँ बिदा मिल्ने भनेको त्यही पनि कम्पनी आएर कुरा मिलाउँदाखेरि चाहिँ कुरा चाहिँ मिल्यो एकदम लक्की जस्तो लागिरहेको छ सबै चाहिँ फर्स्ट टाइम गर्दैछु अनि हाम्रो एकदम टाइगर पनि हुन्छ सबैजना खुसी लागिरहेको छ अनि यत्रो सामानहरू लिएर आएर फर्स्ट टाइम मैले पनि नेपालीहरूको एउटा नयाँ केही गरौँ भन्ने एउटा सोचाइ छ अनि सामानहरू लिएर आएर यसरी खासै गर्नु पाएको थिएन सँगसँगै 4वटा म्युजिक भिडियो गरियो अनि अरू पनि एक्स्ट्रा पनि गरिरहेको छु त्यसमा पनि खासै यत्रो धेरै लिएर गएर यताउता गर्न पाउँदैन कहिलेकाहीँ त्यो जापानमा अनि अब बाहिर जताबाट त्यो खिच्न पनि नपाउने विभिन्न हुने फेरि हामी नेपालीहरूको चाहिँ एकदम हजारमा काम हुने त्यस्तो छ होइन अनि त्यही भएर चाहिँ गर्नु पाएको आज अलिकति राम्रै तरिकाले गरौँ भन्ने एउटा सोचको साथ चाहिँ आइरहेको छु एकदम खुसी लागिरहेको छ सबै साथी फर्मली चट्ट जापानमा नेपाली जस्तो भएर आउनुपर्छ खुसी लाग्यो यो नेपाली संस्कृति कला त्यसभन्दा पनि आफ्नो ठाउँ खास गरेर सबैका सामु परिचय गराउने भनेर चाहिँ मान्छेहरूको सपना हुन सक्थ्यो र आज समय परिस्थिति समय र चाहनाले गर्दा तपाईँले हाम्रो ठाउँ हाम्रो बस्ती र हाम्रो माहौललाई चाहिँ सबैका सामु अध्ययन आउँदा पनि आफ्नो भिडियोमा हेर्ने जमाना थियो र अत्यन्त खुसी लागेको छ भिडियोबाट सबै साथीहरू क्षेत्रमा थोरै भए पनि एउटा ज्ञान बनाऊ भनेर लाग्नु भएको छ र कलाको क्षेत्रमा हुँदा हाम्रो ठाउँ मैले अस्ति पनि भनेको थिएँ कलाकारहरू सर्जकहरू सबैहरू जन्मँदै गर्दा धेरै पुरानो नहुँदा पनि अलिक पहिलाको मान्छे चाहिँ वरिष्ठ हुने अवस्था आएको छ त्यसका निम्ति रामकृष्णलाई हार्दिक धन्यवाद भन्न चाहन्छु हामीले इमान्दारितापूर्वक आफ्नो ठाउँलाई हल्ला गरेर खास गरेर सकारात्मक ढङ्गले भन्न चाहन्छु हल्ला गरेर है परिचित गरौँ र हामी जन्मेको ठाउँ भनेको सन्दर्भ सानो ठाउँ हुँदा पनि नेपाल हो नेपाललाई निरन्तर माया गर्ने बाटो हुनु त्यसले मात्रै हामी हाम्रो नेपाल हो भन्ने भावना सधैँ ऊर्जा सुविधा पनि जगाइरहन चाहन्छौँ र यो सुटिङ मेरो जिन्दगीको पहिलो सुटिङ हो यो क्यामेराको अगाडि चाहिँ यसरी चाहिँ जन्म भयो अवसर पाएँ अन्त समय पनि मिलाएर चाहिँ म आएँ र खास मैले यति धेरै साथीहरू जमाउनुहुन्छ जस्तो लागेको खुसी पनि लाग्यो फेरि पनि निरन्तर पहिलाका सफलताहरू हुँदै अर्को एउटा सिडी सफलताको सिडी जाओस् र मैले अहिले शब्द सुने मैले पहिले कविता लेख्दाखेरि म बलुका बारेमा अत्यन्तै मसिनो गरी लेख्ने बानी छ मेरो ठाउँको बारेमा लेखिएर एकचोटि चाहिँ आफैले पढ्यो भने घरै गयो जस्तो लाग्छ त्यो पढेर मलाई साँच्चै हाम्रो जीवनकालमा भएका घटनाहरू पौडी खेल्दाका गाडी बुढाडी गर्दाखेरि सबै कुराहरू यो साँच्चै हाम्रो ठाउँका साथीहरूले गर्व गर्ने र सबै नेपालीहरूले पनि एउटा उदाहरणीय काम गरेको छ सफलता पाओस् भन्ने शुभेच्छा शुभकामना र हार्दिक साथीहरू त्यही घुम्टेको फेदैको बस्ती सम्झिए त्यही बस्तीमा गरेको मस्ती सम्झिए साथी भाइका होलान कोही स्वदेशमा कोही विदेशका होलान गलकोट सम्झिए गलकोट भन्न बित्तिकै घुम्टे सम्झिए त्यही घुम्टेको फेदैको बस्ती सम्झिए त्यही बस्तीमा सम्झिए गलकोट भन्न बित्तिकै घुम्टे सम्झिए त्यही घुम्टेको फेदैको बस्ती सम्झिए
सम्झिए आफ्ना आफ्नै फरक फरक वर्गका व्यक्तित्वहरूले अभिनय गर्नुभएको छ। फरक फरक किसिमले स्थापित हुनुभएका आदरणीय अग्रजहरूले एउटा अवसर पाउनुभएको छ। उहाँलाई रमाइलो लागेको छ किनभने हाम्रो कल्चर हाम्रो संस्कृति त हामी परदेशमा गए नि बिर्सन सकिँदैन भन्ने एउटा भावना जागेर नै यहाँहरूको यस्तो बाक्लो उपस्थित भएर साथ दिनुभएको छ। गलकोट सम्झिएको ठाउँ नगएको कति हो गलकोट सम्झिए गलकोट भन्दा रेडी टेक ओके टेक रेडी एकजना दिललाई टेबल निस्किनुहुन्छ ओके रेडी है एक्टिङ सिकाएको थियो त्यसमा नाच्ने होइन दाइ आयो घुम्टेको याद आउँदाखेरि सँगै खेल्ने साथीभाइ कहाँ होला पहिला सँगै खेल्ने साथीभाइ कहाँ होला कोही घुम्टे सम्झिए अब घुम्टे सम्झिएपछि सँगै खेल्ने साथी तपाईँ सुन्नु मात्रै बोल्दैन
केटाले गीत गाउँदा केटातिर हेर्नु ल मजाक नि गर्नुपर्छ फेरि हजुर मजाक नि गर्नुपर्छ केटाले गाउँदा केटातिर पछाडि हेर्नु एकछिनलाई मुक्तिमा मेरै गर्नु सोचेर अगाडि मोबाइल कसरी चलाउनु आज एकदमै खुसी लागेको छ जापानमा आएर भिडियोलाई क्यामेरा तपाईँले एकदमै राम्रो क्वालिटी क्यामेरा यति धेरै त्यो माथि पनि पन्छेबाट जापान जस्तो देशमा एउटा पन्छेबाट ग्रुप नै रहेको मलाई थाहा थिएन। यहाँका सबै दाजुभाइहरू लेडिजहरू त्यतिकै आफै सजेर आउनु भएको छ, कोही मेकअप मेन थिएन, यहाँ कोही हेयर ड्रेसर थिएन, हामीसँग आफै राम्ररी बनाउनु भएको छ। यति सहयोग पाएँ नेपालमा सुरु पछिबाट धेरै गीत गरेको छु मैले, 100-200 गरेँ होला पछिबाट, तर यति व्यवस्थित यति राम्रो पछिबाट भने राम्रो रूपले हेर्ने गरेको छैन। पछिबाट यही मान्छे राखेर पछिबाट राखेर डेभलपमेन्टले घुमाएर सस्तो पैसा म गरौँ भन्ने खालको कुरा हुन्छ। तर आज एकदमै खुसी छु। थ्याङ्क यू। यो जापान बसाइको गर्नुमा यो मेरो एकदमै ठुलो उपलब्धि हो भन्ने ठान्छु मैले आफूलाई। यो मेरो पहिलो क्यामेराको अगाडि पहिलो हो। अरूले खिच्दाखेरि सेल्फी आफै खिच्थ्यो, अरूले खिच्दा सरमान गर्थ्यो। र यो कला क्षेत्रमा त गानाहरू सुन्ने यताउति क्लिपहरू हेर्ने गरिरहेको थिएँ। तर यो पहिलो एकदमै आज शङ्कर कृष्णजी, अब हाम्रो जापानका टप मोडलहरू र हाम्रो अब साथीभाइहरू र रामकृष्ण यो एकदमै खुसी छु। सबैजना मिलेर एकसाथ काम गऱ्यौँ अनि गिरु खजुदाले मलाई
दिनुभयो, मौका दिनुभयो, यसलाई इलाज गर्ने पाएँ, मैले अवसर पाएँ। अनि मलाई डर लागिरहेको बिहानमा 7 बजेबाट स्टार्ट भएको हाम्रो दिदीलाई पनि बिहानबाट चाहिँ आउनुपर्छ है भनेको अनि हुन्छ भन्दै 9 बजेबाट स्टार्ट गर्ने भनेको 1, 2 कति 3 बजेदेखि स्टार्ट गर्दाखेरि त होइन तर चाहिँ छिटै भयो काम सफल भएर राम्रो भयो सबैलाई धन्यवाद। नेपालीले गरेको काम पनि होइन एकदम अलिकति प्रोफेसनल तरिकाले राम्रो तरिकाले जाउँ एकदम स्टान्डर्ड तरिकाले जाउँ भन्ने मेरो सोचाइ हो। खास गरी सबैलाई चाहिँ एकदम धन्यवाद दिन चाहन्छु, विशेष गरी हाम्रो कृषकजीलाई एकदम छेउछिको तरिकाले चाहिँ एकदम उसमा चाहिँ आज भ्याउनु भयो काम पनि कामेला पुगियो हिजो निको जस्तो काम थियो देखाले नै कामेला मान्छेहरूलाई नानीहरूका त्यो म इन्डोनेसिया जिन्दै म इन्डोनेसिया जिन्दै यो उज्यालोसम्म देख्छ। थ्याङ्क यू। यो हाम्रो सुटिङको व्यवस्था चाहिँ अलिक छिटो भयो जस्तो महसुस भएको छ किनभने हामी 2 दिन पहिले नै हामी फाइनल गरेर र आजको यो गीतको सुटिङको क्रममा रामकृष्णजीको यो गीतलाई चाहिँ हामी चाहिँ विदेशमा बसेर पनि आफ्नो संस्कृति, आफ्नो कला र आफ्नो कलाकारहरू गर्न आउनुहुन्छ उहाँलाई आफ्नो कार्य विषय हुँदैन भन्ने हिसाबले चाहिँ हामीले आफ्नो जापानमा चाहिँ सुटिङ गरिरहेका छौँ। र आज चाहिँ धेरै खुसी किन लाग्यो भने हामी चाहिँ छोटो समयमा पनि यत्रोजना भेट भयो। त्यो भेट हुनुको कारण पनि पक्कै हामी जापानवासी नेपालीहरूमा माया ममता भएर नै हामी जम्मा भएको जस्तो लागेको छ। किनभने कुनै पनि कार्यक्रम गर्दाखेरि र कुनै पनि एउटा सुटिङ अथवा कुनै कार्यक्रम गर्दा मान्छे उपस्थित नहुने ठाउँ पनि हुन्छ, त्यो हामीले चाहिँ अनुभव गरेका छौँ जापानमा। र त्यस तरफ आज त्यो क्यामेराको सम्पूर्ण यो क्यामेरा सुटिङ समय मिलाइने विषय भाइलाई चाहिँ म धन्यवाद दिन्छु। विभिन्न क्षेत्रबाट उपस्थित हुनुहुने साथीहरू तथा सल्लाह सुझाव दिनुहुने अग्रजहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यति मात्र नभई उच्च शिक्षा हासिल गर्नको निम्ति जापान प्रवेश गरी फिल्मी लाइनमै आफ्नो अध्ययन गर्नुभएका मेरा मित्र विष्णु बस्नेतले आज यति ठुलो म्यानेज गरेर यो सिस्टम मिलाइदिएर आज यस भिडियो सुटिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइदिनु भएकोमा मैले उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रा स्थानीय कलाकारहरूले छुट्टै खाले अब जस्तै आजको यो पञ्चै बाजा भयो, त्यस्तै देशभक्ति गीतहरू यही जापानमै गराउन थाल्नु भएको छ। त्यसमा हामीलाई कस्तो गर्व लाग्छ भने हामीलाई त्यो देशप्रतिको माया, हामी चाहेर पनि देशमा जान नसकेको खण्डमा पनि यहीँ पनि हाम्रा देशका छुट्टै किसिमका संस्कृतिहरू देख्न पाइने अनि हाम्रै संस्कृतिमा रमाइन पाउने एक खाले माहौल बनाइदिनु भएको छ यहाँका स्थानीय कलाकारहरू। उहाँलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।